गुड गाइस, नमस्कार सबैजनालाई। जय नेपाल, जय नेपाली। अनि हाल म कतारबाट आज फेरि यसो बिहान मौसममा सानो एउटा भिडियो बनाउँदैछु हजुरहरूलाई देखाउनलाई। र अनि म चाहिँ मर्निङ वक गर्दै भिडियो बनाइरहेको छु। त्यस्तो छ ठाम अनि म देखाउँछु तपाईँहरूलाई। बस आनन्द आउँछ क्या यतिखेर समय चाहिँ, मौसममा चाहिँ आनन्द छ। यस्तो छ ठुलो छ क्याम्प पनि ताबुराहरू। त्यो गाडी चाहिँ एटिएम मस्जिद हो तपाईँको। अलिकति घाम लाग्यो अनि त्यहाँ चाहिँ केटाहरू फुटबल खेल्दैछ। करुवा गाडी भनेको चाहिँ यो है सर, करुवा गाडी भनेको चाहिँ यो है, गइरहेको छ नि त्यसलाई भन्छ करुवा है कतारमा। अनि के अरे तपाईँहरूले पाठघर पनि कार्यक्रम आएको छ। त्यो चाहिँ खास टीबाट आउने कार्यक्रम हो। अनि अहिले युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यो हाम्रो जेएनजी आन्दोलनको बारेमा हिजोको होला, हिजोको एपिसोडमा हो कि अस्तिको एपिसोडमा हो हाले रहेछ। अनि मैले चाहिँ आयो अनि मैले आएर अनि आज बेलुका हिजो बेलुका मैले हेरेँ होइन, यति राम्रो छ गाइज होइन। तपाईँहरूले पनि हेर्नु होला, सर्च गर्नु होला युट्युबमा गएर पाठ गरौँ भनेर। एपिसोड 15 हो। अहिले म लेखेर पनि पठाइदिन्छु, अहिले यसमा लेख्छु पनि, गएर हेर्नु होला होइन। यस्तो मजाको छ क्या, मजाको भन्दा पनि दुःख पीडाको भावनाहरू छ क्या त्यसमा, बुझ्नुभयो नि। दुःख पीडाहरू भावनाहरू के पुरै होइन। मैले सुने होइन, आँखा कतिखेर आँखाबाट आँसु आयो थाहै भएन। यस्तो मन आफै अटोमेटिक आँसु आयो। म त आफूलाई सम्हाल्नै सकिनँ कि। त्यही भएर नि तपाईँहरूलाई नि मैले भनेको हेर्नु एकचोटि गएर है त गाइस, गएर हेर्नु होला, राम्रो छ। अब यता छ चारैतिर छ कि तपाईँको क्याम्प, ठुलो क्याम्पहरू उता गेट एउटा, यो गेटको राम्रो छ। सरी मैले पुरा फेरि गएर हेर्नु होला भन्दैछु। अनि आज चाहिँ म अब माथि मार्केटतिर पनि जानु पऱ्यो, सपिङ गर्नुपर्ने छ। त्यहाँको पनि म भिडियो देखाउँछु तपाईँहरूलाई। र यहाँको पनि हेर्नुहोस् कति राम्रो फुल छ, शुभ बिहानीको फुल। त्यहाँ फुटबल खेलिरहेको छन् केटाहरू सट्ट लाएर।
केटाहरू जाँदैछ। बास्केटबल गराउनु हुँदैन तर अब केटाहरू अब त्यही त फुटबल त खेल्नै पर्यो। बास्केटबल नखेले पनि ग्राउन्ड भइ नै छ क्या, त्यति भयो नि ग्राउन्ड भएको छ। त्यही भएर सेभेन 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 यस सेभेन मलाई बोलाउँदै थियो। सेभेन सेभेन आऊ सेभेन यिनीहरू चाहिँ सबै केनियाकोहरू हो कि कालेहरू हो। फुटबल खेल्दैछ अनि टाइम सोध्दैछ। अब ड्युटी जाने बेला हुन लाग्यो होला नि तिनीहरूको। मलाई पनि सोधिरहेको थियो भाइ टाइम कति भयो भनेर। मैले बताएको क्या तिनीहरूलाई यति भयो भनेर। ल तपाईँलाई अब म सानो एउटा मार्केट देखाउँछु, मच्छी मार्केट। अब म हेर्छु त्यहाँ मलाई मन पर्यो भने म थोरै सपिङ पनि गर्छु, गर्दिनँ। आज हेर्छु त्यहाँ माछा कस्तो छ, मासु कस्तो छ। माछा खान मन लागिरहेछ खाना तर बनाउन अब मलाई पनि माछा अलिकति राम्रोसँग बनाउन आउँदैन। त्यही भएर नि अलिक गाह्रो छ। अनि तर पनि मलाई त तपाईँको मासुभन्दा पनि माछा मिठो लाग्छ क्या। तपाईँलाई मेस्सीको फोटो मेस्सीको कता छ थाहा छ? सेम बिल्डिङ छ तर ठुलो छ। बिहान हिँड्नु छुट्टै मजा आउँछ क्या, अर्कै भाव हुने क्या। तपाईँहरू पनि भयो भने अल्छी नगर्नु होला, बिहान सकेसम्म हिँड्ने बानी बसाल्नु होला। एकदम स्वास्थ्यको लागि चाहिँ धेरै राम्रो हुन्छ है, यो कुरा चाहिँ लागु गर्नु होला भन्दैछु। अनि नेपालमा यस्तो घटना घटेछ अस्ति, त्यस्तो के भन्ने अहिलेको युवक केटाहरू भनौँ कि अब के भन्ने होइन, त्यस्तो घटना घटेछ। अब मान्छेले नै कतिखेर के गर्छ भन्ने थाहा छैन, डर छ, साह्रै डर भयो। यो चाहिँ ध्यान जाओस् सरकारलाई होइन, कसरी हुन्छ सुरक्षा दिनु पर्यो भन्न चाहन्छु म चाहिँ होइन। यस्तो तरिकाले कहाँ हुन्छ, कतिखेर के हुन्छ ल हेर्नुहोस् भन्नै सकिन्न। त्यही भएर बोल्दा पनि डराइ बोल्नु पर्ने मान्छेहरूसित यस्तो स्थिति छ, गाह्रो छ। तल बड़े भाई ये कितना है? 17 रियल का है। कितने के जी है ये? 3 के जी है। अहिले आउँछु चामल पनि धेरै जानु छ। के
खानु त परेर कम्पनीको तलास यस्तै छ है यस्तै छ यस्तो भए चाहिँ बोल्नलाई जस्तो गाह्रो गाह्रो भयो जस्तो फेरि भइरहेछ राम्रै छ सिक्दैछ गरिरहेछ बनाइरहेछ अब नेपाल आउने दिन पनि आउँदैछ नेपाल आएपछि एकदम राम्रो भिडियो बनाउँछु होइन अहिले त म भर्खर सुरु हुँदैछ चल्दैछ प्र्याक्टिस हुँदैछ होइन अब सब्सक्राइब गर्नु नेपालको पनि भिडियोहरू पनि हाल्छु राम्रोसँगले अब एडिटहरू पनि यताउता गरेँ होइन म नेचुरली भिडियो जस्तो आउँछ जस्तो खिचेछु म त्यस्तै हालिदिन्छु क्या तपाईँको यताउता गर्ने केही गर्दिनँ अब चाहिँ यहाँ हो कि जस्तो लाग्छ माछा मासु पाउने ठाउँ